अहिले फिल्म उनको स्वेटर देशभर बवाल चलिरहेको छ। मात्र 2 दिनमै 4 करोड कलेक्सन गरेर 2082 कै पहिलो हिट फिल्म बनेको छ। यही रफ्तारमा चल्ने हो भने यो फिल्मले आउन लागेका फिल्महरूमा डरै प्रभाव पार्ने सम्भावना देखिएको छ। यही बीच महानायक राजकमलको कमब्याक फिल्म नरसिम्हा अवतार पनि आउँदैछ जेठ 9 गतेबाट। फिल्मको ट्रेलरले मार्केट खायो, 1 मिलियन भ्युज आएको छ। तर बक्स अफिसमा कस्तो व्यापार गर्ला भन्ने कुरामा भने डाउट छ। लायन इज ब्याक भनेर चर्चा चलिरहेको छ, तर यो जंगल अब पुरानो जंगल रहेन। जेठ 2 गते के घर के डेरा 2 आउँदैछ, जसको इमोसनल ट्रेलरले धेरैलाई इम्प्रेस गरेको छ। उता जेठ 15 गते महाभोज आउँदैछ। उनको स्वेटर के घर के डेरा 2 र महाभोजको बीचमा छ नरसिम्हा अवतार। फिल्म हिट होला नहोला त्यो बेग्लै कुरा, तर आउँदा दिनमा भने दर्शकले फरक फरक जनरको फरक फरक स्वादको फिल्म हेर्न पाउने भएका छन्। इमोसनल, एक्सन र सोशल ड्रामा र अहिले भने मिठो प्रेम कथा बुनेको फिल्म उनको स्वेटर सिनेमा हलमा चलिरहेको छ। तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर रुझाइरहनु नबर्सेर